जिन्दगीमा सबै कुरा सजिलो बट यो राजनीति गर्न त परे जाओस् बुझ्न पनि गाह्रो आखिर मलाई मात्र हो र। हाई गाइज वेलकम टु माई मिनी ब्लग अफ चुनावी माहौल। सो आज फेरि मेरो अर्को इन्टरभ्यू थियो र बिहानै उठेर रङ्गेलीबाट विराटनगर लागे। यहाँलाई रोडको बारेमा त भन्नै पर्दैन होला, धुलो धुवा खाँदै पुगे र हतार हतार रेडी भएर क्वेसनहरू प्रिपेयर गरेर सुरु गरे। अनि आज चाहिँ म अलि नर्भस नै थिएँ किनभने अभिषेक सर हुनुहुन्थ्यो इन्टरभ्यूको लागि। सो सर्ट एन्ड स्विट सर्ट्स लिएर सक्यौँ इन्टरभ्यू र राजनीति इन्टरभ्यूको लागि चाहिँ साँच्चीकै राजनीति बुझ्न एकदमै जरुरी रहेछ भन्ने फिल चाहिँ मैले गरेँ। र 12 बजिसकेको भएर अझ नै डिरेक्ट खाना खान गयौँ। बाजीको सेकुवाको खाना इज अलवेज बेस्ट। सो खाना खाएर फेरि ब्याक टु रङ्गेली, त्यही धुलो धुवा खाँदै रुम आइपुग्दा चाहिँ यस्तो हालत भएको थियो। लास्ट टायर्ड थिएँ, एकछिन रेस्ट गरेर फेरि रेडी भएर न्युज भन्न गएँ। जहिले न्युज भन्न भन्दा नि फ्रेम मिलाउन चाहिँ लास्ट जहाँ हुन्छ कि घरि केही मिल्दैन घरि के। फेरि यो हाम्रो जुगाडको स्टुडियो हो र बल्ल तल्ल सकेर खाना खानु गयौँ। आज चाहिँ माछा थियो र फेरि खाना खाएर न्युज पढेर इन्टरभ्यूको इन्ट्रो पनि दिनु बाँकी थियो, त्यो पनि दिए बल्ल तल्ल। अनि 11:30 बजीतिर काम सक्यो आज चाहिँ। ओके बाई गाइस।